हेलो आज हामी सिक्नेछौँ युनिट 6 वुन्ड केयर। अब पढाइ अलि गाह्रो लागिरहेको छ भने पनि आत्तिनु पर्दैन है। म तपाईहरूलाई एकदम सिम्पल ल्याङ्ग्वेजमा बुझाउने छु नि। यो युनिट तपाईहरूको फाइनल बोर्ड एक्जामको लागि मात्र होइन कि भोलि हस्पिटलमा डेली ड्युटी गर्दा वार्डमा सबैभन्दा धेरै चाहिने प्र्याक्टिकल स्किल नै यही हो। त्यसैले एकदम ध्यान दिएर सुन्नुहोला। आजको एक्सप्लेनरमा हामी सरा यो कुराहरू कभर गर्छौं। सेक्सन 1 ड्रेसिङ, सेक्सन 2 suturing, section 3 surgical sets, section 4 bandaging र अन्त्यमा section 5 quick revision। यहाँ पर सुरु गराओ section 1 बाट ड्रेसिङ, the foundation of wound care। एक्जाममा भेरी शोर्ट क्वेशन्समा धेरै सोधिने कुरा हो यो। व्हाट इज ड्रेसिङ? याद राख्नुपर्ने इंग्लिश कीवर्ड्सहरू यही हुन् है। क्लिनिङ अर्थात् सफा गर्ने, कभरिङ अर्थात् छोप्ने र प्रोटेक्टिङ अर्थात् बचाउने। एउटा घाउलाई स्टेराइल यानी कि कीटाणुरहित मटेरियलले सफा गरेर छोप्ने प्रक्रिया नै ड्रेसिङ हो। यसले घाउ छिटो निको गर्न र इन्फेक्सन हुनबाट बचाउँछ। सो यो डेफिनेसन मजाले मेमोराइज गर्नुस् है, एकदम इम्पोर्टेन्ट छ। अब यहाँ ध्यान दिनुस्, यो एक्जामको लागि एकदम इम्पोर्टेन्ट छ। ड्रेसिङको नियमहरू। हामीले सबैभन्दा ध्यान दिनुपर्ने कुरा क्लिन वुन्ड फ्रम क्लिन टु डर्टी एरिया हो। एक्जाममा हमेशा झुकाउँछ यसले। घाउ सफा गर्दा नि कहिले पनि फोहोर ठाउँबाट सफा ठाउँतिर जाने होइन, सफा ठाउँबाट फोहोर ठाउँतिर अर्थात् सेन्टरबाट आउटवर्ड सफा गर्दै लैजानुपर्छ। र अर्को कुरा, स्टेराइल कुराहरू खाली हातले कहिल्यै नछुने, हमेशा इन्स्ट्रुमेन्ट्स युज गर्ने। हस्पिटलमा तपाईले ड्रेसिङ गर्दा थकाइ यी स्टेप्स फलो गर्नुपर्छ। पहिले त डाक्टरको अर्डर चेक गर्ने, अनि बिरामीलाई सजिलो पोजिसनमा राख्ने, त्यसपछि पुरानो पट्टी निकाल्ने। अब ध्यान दिनुस्, स्टेप 4 मा है, क्लिन वुन्ड युजिङ 1 स्वाइप पर गज। एकचोटि एउटा गजले घाउ पुसेपछि त्यो गजलाई फालिहाल्ने। एउटै गजले 2 चोटि नपुस्ने क्या, अनि मात्र नयाँ ड्रेसिङ लगाउने। बुझ्नुभयो नि? मुभिङ अन टु सेक्सन 2 सुचरिङ, क्लोजिङ द वुन्ड। सुचरिङ भनेको सर्जिकल धागो र सियोको मद्दतले घाउलाई सिलाउने काम हो, जसले घाउ जोडिन मद्दत गर्छ। सियो अर्थात् निडलको 3वटा मेन भाग हुन्छ, जसलाई पोइन्ट, बडी र आई भनिन्छ। पोइन्टले छाला छेड्छ, बडीलाई निडल होल्डरले समात्छ र आईमा धागो चिराइएको हुन्छ। यो 3वटा नाम याद राख्नुस् ल, एक्जाममा एकदम हाई प्रोबेबिलिटी क्वेसन हो यो। सुचर मेनली 2 किसिमको हुन्छ, अब्जोर्बेबल र नन अब्जोर्बेबल। अब्जोर्बेबल भनेको शरीरभित्र आफै बिलाएर जाने, जस्तै क्याटकट। यसलाई पछि काट्न पर्दैन। नन अब्जोर्बेबल भनेको चाहिँ आफै नबिलाने, जस्तै सिल्क वा नाइलन। यसलाई घाउ निको भएपछि निकाल्नुपर्छ। एक्जाममा धेरै सोध्ने डिफरेन्स यही नै हो, बिलाने र नबिलाने धागोको बारेमा। बेसिक सुचर प्याटर्न्समा सबैभन्दा कमन सिम्पल इन्टरप्टेड हो। यसमा हामी एउटै ठाउँमा छुट्टै छुट्टै टाका लगाउँछौँ। अर्को कन्टिन्युअस हुन्छ, जहाँ एउटा छेउबाट सिलाउँदै अर्को छेउसम्म धागो नकाटी लगातार लगाइन्छ। यो भिजुअल आफ्नो मेमोरीमा राख्नुहोस्, हस्पिटलमा यो पछि धेरै नै काम लाग्छ। Okay, let's jump to section 3 surgical sets, knowing your instruments। प्र्याक्टिकल एक्जाममा तपाईको अगाडि ट्रे राखिएको हुन्छ र सेट चिन्ह भनिन्छ। अब कसरी चिन्ने त? सुचरिङ सेटमा हमेशा निडल होल्डर र सुचर मटेरियल अर्थात् धागो हुन्छ। ड्रेसिङ सेटमा निडल होल्डर हुँदैन कि त्यसमा बोल र गज मात्र हुन्छ। सो ट्रेमा निडल होल्डर देख्नुभयो भने त्यो सुचरिङ सेट हो भनेर थाहा पाइहाल्नुहोस्। Now for section 4, bandaging, securing and supporting। ब्यान्डेजहरू विभिन्न किसिमको हुन्छन्, जस्तै रोलर, ट्रायङ्गुलर, ट्युबुलर, क्रिप र कोहेसिभ। यसमध्ये ट्रायङ्गुलर ब्यान्डेज एकदम याद राख्नुहोस् है। हात भाँचिएको बेला वा चोट लाग्दा घालियोमा झुन्ड्याउने स्लिङ बनाउन यही ट्रायङ्गुलर ब्यान्डेजको युज हुन्छ। यो प्र्याक्टिकल र थ्योरी दुवैमा धेरै सोधिने सिनारियो हो। ब्यान्डेज बाँध्दा केही नियम फलो गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण नियम हो स्टार्ट डिस्टल टु प्रक्सिमल। यसको मतलब ब्यान्डेज बाँध्दा हमेशा तल अर्थात् टुप्पोबाट सुरु गरेर माथि मुटुतिर बढाइ लैजानुपर्छ। यदि माथिबाट तल बाँध्यो भने नि रगतको फ्लो रोकिन गई हात खुट्टा सुन्निने समस्या आउँछ र बाँध्दा धेरै टाइट पनि नगर्ने नि फेरि। यो पोइन्ट तपाईहरूले घोकेर नै राख्नुहोस्। ब्यान्डेज बाँधिसकेपछि हमेशा CWPS चेक गर्नुपर्छ। C फर कलर अर्थात् रङ, W फर वार्मथ अर्थात् ताप, P फर पल्स अर्थात् धड्कन र S फर सेन्सेसन अर्थात् चेतन। ब्यान्डेजभन्दा तलको भाग निलो भयो कि चिसो भयो कि भनेर हेर्ने हो के। यो हस्पिटल ड्युटीमा एकदम क्रिटिकल सेफ्टी रोल हो। यहाँ 5 सिम्पल स्टेप्समा ब्यान्डेजिङ देखाइएको छ। पहिले घाउ साफ र ड्राई गर्ने, त्यसमाथि स्टेराइल ड्रेसिङ राख्ने, सही ब्यान्डेज छान्ने, अनि तलबाट अर्थात् लोवर एन्डबाट ब्यान्डेज बढ्न सुरु गर्ने।
र अन्त्यमा ब्यान्डेज सेक्योर गर्ने र बलाई हामीले सिक्यौँ नि CWPS चेक गर्ने सर्कुलेसन ठिक छ कि नै भनेर। कुन ठाउँमा कस्तो टर्न लगाउने भन्ने कुरा एक्जामको सर्ट एन्सरको लागि एकदम इम्पोर्टेन्ट छ। स्टार्ट र फिनिश गर्दा सर्कुलर टर्न, हात खुट्टाको लागि स्पाइरल टर्न, जोइन्टहरू जस्तै घुँडा वा कुइनामा फिगर अफ 8 र औँचाको टुप्पो वा काटेको भागमा रिकरेन्ट टर्न लगाइन्छ। यो म्याचिङ क्वेसन्समा पनि आउन सक्छ, सो मेक श्योर यु नो दिस। And finally, Section 5, Quick Revision and Questions. Exam Prep. ल एकचोटि सर रिक्याप गरौँ है त। इन्फेक्सन हुन नदिने, घाउ सफा गर्दा हमेशा सेन्टरबाट बाहिर अर्थात् क्लिन टु डर्टी सफा गर्ने, एब्जर्बेबल धागो आफै बिलाएर जान्छ जस्तै क्याटकट, ब्यान्डेज हमेसा तलबाट माथितिर मतलब डिस्टल टु प्रक्सिमल बढ्ने र ब्यान्डेज पछि हमेसा CWPS चेक गर्न नबिर्सिने। यति कुरा दिमागमा फिट गर्नुहोस्। एक्जाम च्यालेन्ज, यो क्वेसन्सहरू पज गरेर आफै ट्राई गर्नुहोस्, एन्सर कमेन्टमा लेख्नुहोस्। साथै प्र्याक्टिसको लागि एउटा लङ क्वेसन, एक्सप्लेन द प्रिन्सिपल्स एन्ड प्रोसिजर अफ ड्रेसिङ अ वुन्ड र एउटा शोर्ट क्वेसन, डिफ्रेन्सिएट बिट्विन अब्जर्बेबल एन्ड नन अब्जर्बेबल सुचर्स ट्राई गर्नुहोस्। आजको एक्सप्लेनर कस्तो लाग्यो त्यो पनि भन्नुहोला। बेस्ट अफ लक फर योर एक्जाम्स।